दिवस के भइरहेछ ठिक छ बिना चाहिँ है अर्ली इन द मर्निङ है अहिले ग्रिन टीको साथमा ग्रिन टीको साथमा होइन हजुर तिमी कहिले आएको रे अस्ट्रेलिया म अस्ट्रेलिया आएको त ट्याक्कै कोभिड स्टार्ट भएको थियो 2019 को इन्ड 2019 को लाइक डिसेम्बर हजुर ओके तिमीलाई जस्तै अस्ट्रेलिया सुरुमा जब सोच्यौ नि होइन अस्ट्रेलिया जाने भनेर सोच्यौ कस्तो भयो त तिमीलाई यहाँ आउँदाखेरि तिम्रो लाइक प्लेनमा थियो नि होइन तिमीलाई कस्तो एक्सपेक्टेसन थियो त अस्ट्रेलियाको बारेमा एक्सपेक्टेसन चाहिँ प्रिटी मच हाइकै होइन त्यो चाहिँ एकदम अब भन्थ्यो नि त अब साथीभाइहरू नि अब पहिले अस्ट्रेलिया आइसकेको उनीहरूले पनि अनि जस्तै अब जो घरको चाहिँ अब आफ्नो छोराछोरीहरू होइन अनि त्यहाँपछि आफ्नो रिलेटिभ्सहरू चाहिँ विदेश गएको छ भने उनीहरूले पनि दिने हाम्रो फलानाले त महिनाको 4 लाख 5 लाख ड्याङ्की ड्याङ होइन कलमा गयो भने त अझ बुढाबुढीले त डेन आइरहने भने वर्षमा करोड अब म चाहिँ त्यही त अब प्लेनमा बस्दाखेरि पनि आई वाज थिङ्किङ कि अब म पनि जाने होइन अस्ट्रेलियन डलर ड्याङ ड्याङ त्यो एक्सपेक्टेसन प्लेनमा चाहिँ त्यस्तो थियो अनि यहाँ आयो होइन आएर ल्यान्ड भयो नि त होइन ल्यान्ड भयो एयरपोर्टबाट बाहिर निस्क्यौ जब तिमी यहाँ आयौ नि होइन भित्र छिर्यौ नि कस्तो भयो त तिम्रो जुन एक्सपेक्टेसन थियो नेपालमा होइन यस्तो होला अस्ट्रेलिया भनेर त्यो थियो त यहाँ अस्ट्रेलिया त्यस्तो थियो त कि इट वाज अ बिट डिफरेन्ट लाइक भिजुअली चाहिँ थियो है लाइक भिजुअली भन्नाले एयरपोर्टमा ल्यान्ड हुने बित्तिकै एयरपोर्ट बाहिर निस्किए जुन देखेँ होइन बिग एयरपोर्ट होइन स्काई बस 2 तले होइन अन्त अब जे पनि रोडहरू स्मुथ होइन गाडीहरू दौडिरहेको छन् कारहरू अनि त्यहाँपछि अब ट्रान्सपोर्टेसन यताउता त्यस्तो हरेक कुरा देख्दाखेरि अब मान्छे अब देश विदेशका मान्छेहरू गोरे मात्रै छैन यहाँ काले नेप्टे चेप्टे थेप्चे सबै छन् देख्दाखेरि चाहिँ लाग्यो भिजुअली चाहिँ है राम्रै रहेछ केही हुन्छ कि जस्तो छ त्यस्तो फिल चाहिँ भयो है तिमीलाई सकिङ आयो नि एक्सपेक्टेसन हुन्छ नि जस्तो कुनै चिज सकिङ लाग्यो ओहो यार यस्तो पनि रहेछ है अस्ट्रेलियामा भनेर त्यस्तो लाग्यो सुरुमा कि पछि गएर भने कि एउटा पोइन्टमा गएर चाहिँ ओहो यार यस्तो सोचेको थिएँ यस्तो पो रहेछ भन्ने पनि थियो र त्यो थियो किनभने म अलरेडी अब 4-5 इयर्स भइसक्यो अस्ट्रेलिया बसेको होइन धेरै अप एन्ड डाउन्सहरू भयो है तर स्टार्टिङमा चाहिँ आउने बित्तिकै पनि त्यस्तो खास नर्मलै थियो किनभने म त अब आफ्नो रिलेटिभमा बसेको होइन आई डोन्ट ह्याभ टु डु द्याट मच मेरो लागि गरिदिने हेरिदिने थिए त्यही भएर जहाँसम्म सुन्छु अब स्टुडेन्टहरूको स्ट्रगल फेज त्यस्तो साह्रो त गर्नु परेन तर म जब स्टुडेन्टमा इन्भल्भ भएँ पछि अब म कलेजहरू पढ्दै गएँ होइन अनि जबको लागि यताउता धाउनु पर्ने ट्रेनहरूमा दौडिनु पर्ने बस समात्नु पर्ने त्यस्तो ठाउँमा चाहिँ म 1-2 पटक होइन धेरै ठाउँमा धक्का खाछु सकिङ त्यस्तो सकिङ एकचोटि के भएको थियो कलेजमा इनरोल भयो होइन इनरोल भयो अनि सबै कुरा भिजाहरूको पनि सबै कुरा राम्रो थियो अनि काम गइरहेको थिएँ होइन ड्याङ 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 पैसा छापिरहेको थिएँ म त ओहो यार पैसा आयो भने जब फी तिर्ने बेला भयो कलेक्ट गरेको आफूले सेभिङ मनीमा पनि खोजखाज गरेर थपेर कलेज फी तिर्नुपर्ने त्यो बेलामा चाहिँ आमा यस्तो नि हुँदो रहेछ त यहाँ त कमाउने मात्रै होइन रहेछ त यहाँ त कमाएको त डबल थपेर दिनु पर्दो रहेछ यही त रहेछ अस्ट्रेलिया त्यो फेजमा चाहिँ सकिङै थियो तिमीले सुरुमा जब कहाँ कस्तो जबहरू गर्यौ त सुरुमा वाट वाज यर फर्स्ट एक्सपिरियन्स वर्किङ इन अस्ट्रेलिया फर्स्ट एक्सपिरियन्स चाहिँ मेरो मैले फर्स्टमा काम गरेको चाहिँ फिस सपमा प्रेस्टन मार्केट मेरो फर्स्ट स्टार्टिङ काम चाहिँ त्यहाँ फर्स्ट जुन अस्ट्रेलियन डलरै डलरै छापेको चाहिँ डलरै कमाएको चाहिँ मेरो चाहिँ त्यो फिस मार्केटमा थियो प्रेस्टनमा फिस मार्केट त्यहाँ चाहिँ मेरो चिनेको भाइ थियो एउटा उसलाई चाहिँ मैले भनिरहेको थिएँ कतै काम छ भने यताउता
यसो भन है भनेर अनि उसले चाहिँ ल दाइ आउनु मेरो काम गर्ने ठाउँमा जाउँ भनेर उसले चाहिँ मलाई देखाउन लिएर गयो गएर गयो अनि गएको पहिलो दिनमा माछा खुर्काउन लगायो पहिलो दिनमा माछा खुर्काउन लगायो एउटा खुर्काएँ दुईवटा खुर्काएँ तिनवटा खुर्काएँ चारवटा खुर्काउने बेला त पातै झर्ला जस्तो अनि सबैले नि मलाई यसो हेऱ्यो यसले खुर्काउनु सक्दैन यसलाई बेच्नै लगाउनु पर्छ भनेर अनि पछि फेरि मलाई उता कस्टमर सर्भिस गर्नु थाल्यो त्यहाँबाट चाहिँ अनि उता फेरि अनि कस्टमर सर्भिस गर्नु थाल्यो अनि कस्तो कस्तो कामहरू गर्यो त अस्ट्रेलियामा हुन त इन्टरनेसनल स्टुडेन्टहरूले आएपछि खासै चोइस हुँदैन होइन जे भेट्छ त्यति गर्छन् गर्नुपर्छ तिमीले चाहिँ कस्तो कस्तो कामहरू गर्यौ त मैले गरेँ मैले काम चाहिँ मैले कुनै काम चाहिँ अब आफूलाई चाहिँ चाहिएर मैले गर्नै पर्छ भनेर नि गरेँ कुनै काम चाहिँ ट्राई गरिदिउँ न त हेरिदिउँ न त न्यू एक्सपिरियन्स पनि हुन्छ त्यस्तो तरिकाले पनि कामहरू गरेँ मैले क्लिनिङमा गरेँ त्यही अब स्टार्टिङमा त फिसअपमै गरेँ क्लिनिङमा गरेँ अनि अब पछि एज अ कुकरी स्टुडेन्ट मैले अब क्याफे रेस्टुरेन्टमा पनि काम गरेँ अब स्टिल अब त त्यसैमा इन्गेज छु होइन अनि हाउस क्लिनिङहरूदेखिबाट लिएर मार्केट क्लिनिङहरूदेखिबाट लिएर सबै गरियो होइन सबै गरियो किचनमा चाहिँ कसरी के सोच्यौ होइन के वाट वाज यो थट प्रोसेस हुन्छ नि जस्तै म किचनमै मैले पढ्नुपर्छ कुकरी पढ्नुपर्छ अथवा किचनमा गर्नुपर्छ भन्ने चाहिँ कसरी डिसाइड गर्यो त भन्नै पर्दाखेरि चाहिँ अब टु बी अनेस्ट होइन अब यो म चाहिँ खासमा यो किचनमा इन्ट्रेस्ट भएको पर्सन चाहिँ होइन अब मेलबर्न आएदेखि चाहिँ मेरो सब्जेक्ट पनि कुकुरी थिएन डिफ्रेन्ट सब्जेक्ट थियो अब अनि त्यही त हो त यहाँ आएपछि त अब तपाईँले त अब सधैँ अब पढ्ने फी तिर्ने होइन अनि फेरि दिनरात नभनिकन पैसा कमाउने अनि एज इन फेरि उयो कलेजलाई यहाँको गभर्मेन्टलाई बुझाउने अनि फ्युचर त सेक्योर गर्नु पऱ्यो नि त अब मैले जुन पढेको कोर्स थियो त्यसमा चाहिँ यो टिआरपिआरको चाहिँ लङ प्रोसेस नै थियो अनि फेरि ग्यारेन्टी पनि थिएन भन्नाले अब सेक्योर थिएन भनौँ न अनि मैले मेरो कन्सल्टेन्टहरूसित मेरो एजेन्टहरूसित क्लोज पर्सनहरूसित सरसल्लाह गरेँ अस्ट्रेलियामा अब टिक्न त पर्यो होइन अब यत्रो पैसा चढाइसकेछ अनि सबैले चाहिँ सजेस्ट गर्नुभयो त्यही भएर अनि भन्नु पर्दाखेरि आई ह्याड नो चोइस नो अप्सन त्यही कारणले नै म चाहिँ यो फिल्डमा लागेँ है कति वर्ष भयो कमर्सियल कुकरी पढ्न सुरु गरेबाट अहिले 4-5 वर्षै भयो क्या है 4 वर्ष कम्प्लिट भयो है 5th रनिङ छु अनि अब सर्टिफिकेट 3-4 डिप्लोमा कम्प्लिट गरेर अनि अहिले चाहिँ भनौँ अब यही फिल्डमै छु कस्तो रमाइलो छ किचन भने नि मैले हजुरलाई भर्खरै आई हेभ नो चोइस नो अप्सन अहिले चाहिँ कस्तो फिल हुन्छ त लाइक अहिले त अब युज टु यो आफ्नै एरिया जस्तो हुन्छ होला होइन त्यो त हुन्छ एकदम अब सेम फिल्डमा सेम किचनमा होइन 4-5 years morning to opening to closing होइन द्याट्स लाइक फिल्स लाइक माई सेकेन्ड हाउस मलाई चाहिँ त्यस्तो हुन्छ होइन अब अरूले कसरी लिनुहुन्छ होइन हाम्रो यो फिल्डमा हुने साथीहरूले मलाई चाहिँ मेरो सेकेन्ड हाउस जस्तो फिल हुन्छ बिहान गयो त्यहीँ ब्रेकफास्ट त्यहीँ लन्च होइन घरमा त इभिनिङमा आउने त हो 5 days इन अ रो 2 days अफ हुन्छ आई एम इन्जोइङ इट नाउ भनेपछि किचन जस्तो हामीले नर्मली हामी जान्छौँ होइन क्याफेमा हामी गयो खाना अर्डर गरिन्छ अनि त्यस अर्डर गरेपछि भित्र जान्छ नि त होइन खाना भित्र जान्छ भित्र तिमीहरूलाई चाहिँ भित्र इनसाइड हुन्छ नि जस्तै कस्तो छ त त्यहाँभित्र किचनभित्र लाइफ कस्तो छ त खास प्रेसर हुन्छ स्ट्रेस हुन्छ कहिले कि लाइक इन्जोय एकदम यु गाइज इन्जोय भित्र कस्तो हुन्छ त खास त्यहाँभित्र किन हामीले कहिले देखा हुँदैन नि त होइन नर्मल्ली हामीले चाहिँ बाहिरबाट मात्रै देखा हुन्छ होइन जस्तो अब
एभोकाडो टोस्ट मगायो होइन हजुर अब भित्र त कहाँ के हुन्छ थाहा भएन तर सर्वली भएर वाउ सो नाइस भनेर लाग्छ होइन तर भित्र कस्तो हुन्छ इन्भाइरोमेन्ट चाहिँ यो किचन भन अब अल अकुपेसन दे हेभ देयर ओन भ्यालु होइन काम गर्दाखेरि पनि अब आफ्नै एउटा प्रत्येक फिल्डमा क्या अब आफ्नो एउटा स्किल हुन्छ आफ्नो एउटा स्ट्राटेजी हुन्छ होइन सेम किचनमा पनि त्यही नै लागु हुन्छ कि अब हाम्रो काम गर्ने वे डिफ्रेन्ट हुन्छ होइन तर हामीसित पनि स्किल हुनै पऱ्यो स्ट्राटेजी हुनै पऱ्यो होइन अब त्यहाँभित्र कोअपरेसन हुनै पऱ्यो टिममेटहरूसित अनि अब त्यहाँ कस्तो हुन्छ भने किचनमा अब काम गर्दाखेरि चाहिँ होइन म घन्टा नआएको हो भन्ने हिसाबले काम गर्ने भने त्यही अनुसारको काम हुन्छ त्यही अनुसारको आउटकम हुन्छ होइन यो म त यसैमा इन्गेज छु यो मेरो प्रोफेसन हो यो इट्स माई हबी होइन म यसमै रमाउँछु भनेर काम गऱ्यो भने सजिलो यु क्यान गिभ युर 100%। सजिलो पनि हुन्छ होला होइन सजिलो पनि एकदम सजिलो नै हुन्छ क्या मैले भने नि तपाईँले आफ्नो 100% किन तपाईँ त्यसमै रमाउनुहुन्छ भने तपाईँले 100% दिन ट्राई गर्नुहुन्छ तपाईँले अलिकति इफोर्ट गर्ने बित्तिकै त आउटकम त राम्रो निस्किहाल्यो नि तिमीले जस्तै पछाडि जानु पर्यो भने होइन 2019 को दिवस यदि हो भने अस्ट्रेलियामा भर्खर आएको छ भने चाहिँ तिमीले जस्तो फर इक्जाम्पल यो पोडकास्ट हेरिरहेको धेरै इन्टरनेसनल स्टुडेन्टहरूलाई यो सायद अलिकति हेल्पफुल हुनसक्ला होइन टाइम र पैसा होइन अस्ट्रेलियामा आएर जोगाउन छ कसैलाई भने चाहिँ के सजेसन दिन्छौ त तिमीले उनीहरूलाई अथवा दिवसले नै जुन 2019मा होइन अस्ट्रेलिया फेरि सुरु गर्नु परेको भए लाइफ एउटा इन्टरनेसनल स्टुडेन्ट ले होइन जसरी आउँछ होइन सुरु गर्छ नि वाट वुड यु हेभ डन अथवा के छ एक्सपिरियन्स अरूलाई भन्दाखेरि चाहिँ यस्तो गऱ्यो भने चाहिँ आई थिङ्क जति पनि रिजल्टहरू होइन अब जस्तै मेबी टिआर होला अथवा अरू आफ्नो गोलहरू होला होइन त्यसमा चाहिँ छिटो क्विकली अचिभ गर्न सक्ने भनेर चाहिँ के सजेसन छ तिमी एकदम गजबको क्वेसन गर्नुभयो होइन यो चाहिँ सबैले थाहा पाउनै पर्ने कुरा हो वास्तवमा यो जब अब यो जति पनि नयाँ नयाँ भाइ बहिनीहरू आउनुहुन्छ नि उहाँहरूले चाहिँ यो कुरा थाहा पाउनै पर्छ अब एउटा कस्तो ट्रेन बसिसकेको छ भने अस्ट्रेलिया जाने भनेपछि +2 पास गरेपछि अस्ट्रेलिया जाने यो चाहिँ एकदम नराम्रो त के भन्ने हो सबैले अब हामी आयो हामी पछिको पनि आउनुपर्छ उनीहरूले देख्नुपर्छ सिक्नुपर्छ होइन तर म चाहिँ के भन्छु भने अब आउने नयाँ भाइ बहिनीहरूलाई एकदम राम्रो स्टडी गर्नुहोस् के को बारेमा अस्ट्रेलियाको बारेमा अस्ट्रेलियामा भएको यो सबै स्टेटको बारेमा स्टडी गर्नुहोस् कुन स्टेटमा गएर तपाईँले पढ्दाखेरि होइन कसरी तपाईँले चाहिँ यो टिआर र पिआरको लागि पोइन्ट कलेक्ट गर्नुहुन्छ कसरी इजिएस्ट वे होइन यदि अब तपाईँको सब्जेक्ट अब कुनै यहाँ त अब कस्तो छ भने यो स्टेट वाइज त तपाईँको त यो टिआर पिआरको क्राइटेरिया डिफ्रेन्ट छ नि त उनीहरूले चाहिँ के गर्नुपर्छ भने राम्रोसित स्टडी गरेर राम्रो एजेन्टसित सल्लाह लिएर होइन त्यसरी आउनुभयो भने चाहिँ इजी हुन्छ जस्तो लाग्छ अब फर एन इक्जाम्पल होइन अब भनौँ अब मेरै अब नाम नभनौँ मेरै अब आफ्नै नजिकको कुनै एजेड होइन ऊ आयो यहाँ आयो होइन अब भिजा लाग्यो मेरो भनेर फोन गर्यो अनि आयो अब आयो मेलबर्न आयो मैले गएँ पिकअप गरेँ अनि उसलाई सोधेँ कलेज कहाँ हो भन्यो अब सिटीमा फलानु कलेज भन्यो अनि कहिलेबाट कलेज स्टार्ट भनेको यो दिन हो अनि तिम्रो चाहिँ अनि के छ त अनि फर्दर प्लान भनेको थाहा छैन 3 महिनाको फी तिरेर आएको छ होइन 3 महिनाको फी तिरेर आएको छ फी त्यति धेरै महँगो छ अनि उसलाई भने अब त्यहाँबाट टिआर पिआरको उसलाई चाहिँ ग्यारेन्टी पनि छैन अनि मैले सोधेँ तिमी के त 2 इयर्सको कोर्स छ 2 इयर्स पढेर रिटर्न हुने होइन कहाँ रिटर्न हुने यत्रो पैसा तिरेर आएको छ यो छ धेरै धेरै सानो सानो कुराले पनि इफेक्ट गर्दो रहेछ क्या म चाहिँ त्यही त यिनमा म के भने एकदम कम्प्लिटली स्टडी गर्ने जाने बुझेको मान्छे सोध्ने राम्रो एजेन्सीसित चाहिँ कन्सल्ट गर्ने हो यस्तो यस्तो कुराहरू चाहिँ एकदम उनीहरूले चाहिँ विचार गर्नुपर्छ जस्तो लाग्छ मलाई तर
हो गुड पोइन्ट तिमी आफै होइन मैले भने नि मेरो क्वेसन चाहिँ तिमी आफै त्यो त राम्रो सजेसन भइहाल्यो तर आफै पनि इफ यु हेड टु स्टार्ट होइन 2019मा भर्खर ल्यान्ड भएको छ दिवस भने चाहिँ के गर्थ्यौ होला तिमीले चाहिँ ल्यान्ड भएको छ 2019मा ल्यान्ड भएको छ भने चाहिँ मैले के गर्थेँ होला छ नि मेरो मिस्टेकहरू त्यो त मैले सोचेर नै होइन मैले के गर्नु पर्थ्यो के गर्थेँ म त एउटा डायरी नै बनाएर लिस्ट बनाएर होइन त्यसलाई कभर गर्थेँ होला है तर झ्याट्ट सम्झिन पर्दा एउटा दुइटा कुराहरू चाहिँ के हुन्थ्यो के गर्थेँ मैले चाहिँ फर्स्टमा भने म चाहिँ एकदम सेभिङ गर्थेँ कि सेभिङमा मैले एकदम फोकस गर्थेँ एउटा टाइम एउटा मनी टाइम र मनीलाई चाहिँ मैले एकदमै फोकस गर्थेँ होइन एकदमै सेभिङ गर्ने ट्राई गर्थेँ ओके नाइस हो नि है अब अस्ट्रेलियामा त अब रुलहरू चेन्ज भइरहेको छ कतिखेर कहाँ कतिखेर के हुन्छ थाहा नै हुँदैन तपाईँ अब आज अब यो चाहिँ अब कस्तो छ भने अब तपाईँ मानव अब एउटा तपाईँको भिजा कन्डिसन एउटा छ तपाईँ त्यसलाई फलो गरेर होइन भोलि फर्दरमा चाहिँ अब मेरो कन्डिसन यो हो यसलाई गरेर म चाहिँ यसरी अपग्रेड हुन्छु भनेर त्यो माइन्ड सेटअप बनाएर सुतेको हुन्छ भोलिपल्ट उठ्दा अर्को नियम आइदिएको हुन्छ अनि ज्वरो आउँछ कि सेभिङ है एकदम सेभिङ टाइम सेभिङ अनि मनी सेभिङ एकदम चाहिँ अब यहाँ मैले अब म त त्यसमा इन्गेज छैन तर मैले फाटाफुटा सुन्छु क्या भर्खर आएको भाइ बहिनीहरू होइन अब पैसाहरू चाहिँ अलिक बढी नै खर्च गर्नुहुन्छ अरे होइन यस्तो बेटिङ सेटिङतिर अनि त्यहाँपछि यस्तो क्यासिनो स्यासिनो मैले पनि सुनेको होइन जस्तै आई थिङ्क बेटिङ चाहिँ अलि ग्याम्बलिङ होइन ग्याम्बलिङ चाहिँ अलिकति हाम्रो अलि समस्या नै रहेछ होइन इन्टरनेसनल स्टुडेन्टहरूमा मैले पनि भाइ बहिनीहरूको कुरा सुन्दाखेरि होइन अरू कम्युनिटी लिडरहरूको कुरा सुन्दाखेरि चाहिँ अहिले हामीले एड्रेस गर्नुपर्ने कुरा चाहिँ यो रहेछ है ग्याम्बलिङ त्यही त मैले पनि दुई चारजना यसो पर्सनल्ली चाहिँ साथीहरूसित पनि भेटेको छु होइन भाइ बहिनीहरूसित पनि भेटेको छु पर्सनल्ली साथीहरूसित पनि उनीहरू आफै खुद इन्भल्भ छ क्या त्यो ग्याम्बलिङमा अनि मैले भन्छु किन गर्छ यार तिमीहरू बरु यस्तो यो सेभिङ गर होइन मैले त के भन्छु भने एउटा बरु छुट्टै चाहिँ सेभिङ एकाउन्ट खोल होइन बरु पिगी ब्याङ्कै ल्याएर राख न त्यसरी सेभ गर न मैले चाहिँ त्यो सजेस्ट गर्छु कि गुड छ अनि अब दिवस सिडनी पनि बस्यो होइन मेलबर्न अब एडलेड पनि घुमेर जस्तो छ अनि 3टा सिटीमा चाहिँ होइन सबसे क्यानबेरा नि भयो नि लास्ट इयर सबै सिटीहरूमा बेस्ट चाहिँ कुन लाग्यो त खास एकदम क्यानबेरामा चाहिँ त्यति टाइम स्पेन्ड गर्नु पाइनँ त्यही पासपोर्ट रिन्यू गर्ने कामले गएको हो एडिलेड बसियो हप्ता 10 दिन जति मजाले सिडनीमा पनि म बसेकै हो तर लङ टाइम अगाडि अस्ति पनि गएँ मम्मीलाई छोड्नु ठिक सिडनी पनि म गएँ मेलबर्न त अब मेरो घरै भयो मलाई चाहिँ इन कम्पेरिजन जति पनि यो सबै ठाउँमा बसेँ मलाई चाहिँ मेलबर्न चाहिँ बेस्ट है मेलबर्न बेस्ट वान अफ द बेस्ट मेलबर्नको नराम्रो पक्ष कुनै त्यस्तो फिल भएको छ कि छैन म त बेस्ट चाहिँ किन त लाइक बेस्टै होइन सबै सिटिजहरूमा बेस्ट रिजन चाहिँ के होला मलाई चाहिँ के लाग्यो भने अब इन कम्पेरिजन विथ सिडनी एन्ड मेलबर्नको दुईटामा भन्नुपर्दा चाहिँ सिडनी एकदमै क्राउडेड हो तर म थाहा छैन अब त्यहीँ बस्ने अब आउने साथीहरूलाई अब त्यही नै मनपर्छ होला है तर मेरो भ्यूमा चाहिँ सिडनी एकदमै क्राउडेड तपाईँको एउटा कुनाबाट अर्को कुनामा जानु पऱ्यो भने 2 घन्टै लाग्छ अनि तपाईँले न पब्लिक ट्रान्सपोर्टेसनमा चाहिँ तपाईँ टाइममा जान सक्नुहुन्छ नभए तपाईँ इफ यु ड्राइभ युर ओन कार अल्सो सेम टाइम के मलाई चाहिँ क्राउड नै लाग्यो है सिडनी मलाई मेलबर्नको त नराम्रो पक्ष नै देख्दिनँ म त भन्नु नै पर्दाखेरि अब मेरो कुनै अब आफ्नो चाहिँ त्यो पर्सनल उयोहरू होला त्यसलाई त अब मैले मेरो आफ्नो पर्सनल प्रब्लमहरूलाई त मैले सबैको समस्या भन्ने कुरो पनि हुँदैन तर मेलबर्न इन ओभरअलमा चाहिँ मेलबर्नमा चाहिँ मैले वेदर नराम्रो छ भन्नु वेदर त त्यो
नट ब्याड वेदर त अब के भन्ने अब त्यो त अब फोरकास्टमा वेदर देखाइहाल्छ घरबाट निस्किने बेलामा त्यही अनुसारको कपडा लगाएर अनि अम्ब्रेला पानी पर्छ भने अम्ब्रेला लिएर हिँड्ने रेनकोट लिएर हिँड्ने होइन खोल देखाएको छ भने डम्म कपडा लगाएर हिँड्ने सनी छ भने कटुकन्जी लगाएर हिँड्ने भनेपछि मेलबर्न इज द बेस्ट होइन मेलबर्न इज द बेस्ट नि अनि त्यही माथि अब सेकेन्ड कुरा त अब अलमोस्ट सबैसित आफ्नो गाडी हुन्छ अब त्यो वेदरले त तपाईँ गाडी चलाएर काममा जानलाई केही एफेक्टै गर्दैन नि हो भर्खर भर्खर आउनुभएको भाइ बहिनीहरूलाई अब पब्लिक ट्रान्सपोर्टेसनमा हिँड्नेहरूलाई त्यो फेजबाट म पनि गुज्रेको छु ट्रेन स्टेसनमा बिहान 5 बजे उठेर चाहिँ आधी घन्टासम्म विकेन्डमा आधी घन्टासम्म ट्रेन वेट गर्दाखेरि त्यो सिरेर नाकको टुप्पोमा र कानको लोतीमा हानेको हावा होइन त्यो अझै पनि याद छ तर त्यो स्ट्रगल फेज पार गरेर गएपछि त तपाईँले 2-4 पैसा सेभ गर्न सक्नु भने यु क्यान बाई यर ओन कार होइन आफूले आफूलाई अपग्रेड गर्ने त हो त्यही भएर त अघि मैले तपाईँलाई भनेँ नि त टाइम सेभ गर्नुहोस् मनी सेभ गर्नुहोस् हल्का स्ट्रगल गरेपछि त नाइस नाइस अनि एकदमै यहाँ बस्दै गर्दा होइन एज एन इन्टरनेसनल स्टुडेन्ट बस्दै गर्दाखेरि चाहिँ कहिले कहिले चाहिँ यार नेपाल जान्छु त्यस्तो भएन फिल भएन भयो नि किन नहुने ए त्यो त सेकेन्डमा है हजुर सेकेन्डमा हुन्छ है तपाईँको भाडा तिर्ने बेला आयो खातामा पैसा छैन के गर्ने नेपाल फर्किनु पर्छ के भाडा तिर्नु पर्छ छैन इन्सुरेन्स तिर्नु पर्छ इन्सुरेन्स तिर्ने बेलामा चाहिँ अनि ब्यालेन्स नभएर तपाईँको ट्याङ म्यासेज आउँछ अनसक्सेसफुल भनेर अनि हो यस्तो मैले त्यही भएर भनेको कि यस्तो बेलामा चाहिँ होइन अनि त्यहाँपछि तपाईँको अब भने मैले अघि नै फेरि मजाले बिहान बेलुका डे एन्ड नाइट नभनिकन काम गऱ्यो अनि कलेजको पैसा फी तिर्ने बेलामा पैसा पुग्दैन अनि फेरि कोहीसित बरो गर्नु पऱ्यो उल्टै थपेर आफूले जुन सेभिङ गरेको थपेर सेमेस्टरको चाहिँ फी तिर्नुपर्छ त्यतिखेर त मैले किन दुःख गरेँ यस्तो दुःख गर्दा नि पैसा सेभ गर्न सकेको छैन जानुपर्छ क्या नेपाल अनि केले चाहिँ रोक्छ त भने त्यस्तो बेला रोक्छ नि त्यो बेलामा एउटा 2टा कुराले चाहिँ रोक्छ फर्स्ट कुरा त घरको ऋणले रोक्छ अनि दोस्रो कुरा म नेपाल गएर फेरि के हो नि आफ्नो करियरले रोक्छ तेस्रो कुरा अब आफ्नो चाहिँ इज्जत अस्ट्रेलिया पुगेर पनि फर्केर आयो हो र यो 3टा कुराले चाहिँ ठ्याक्कै रोक्छ फेरि अनि ल होला देखा जाएगा इन्टरनेसनल स्टुडेन्ट होइन अस्ट्रेलियामा एज एन इन्टरनेसनल स्टुडेन्ट के चाहिँ त्यस्तो चिज हो होइन जो कसैले पनि गफ गर्दैन कुरा गर्दैन तर त्यो लाइफ बाँच्दै गर्दाखेरि चाहिँ इट्स रियली टफ के छ त्यस्तो केही छ इन्टरनेसनल स्टुडेन्टको भन्नाले जस्तै त्यो स्ट्याटसमा बस्दै गर्दा होइन सबसे गाह्रो भनेको चाहिँ के यही जगल गर्नु ब्यालेन्स गर्नु यही नै छ कि त्यो बाहेक पनि अरू प्रायले नदेख्ने हुन्छ नि नदेखेको तर इन्टरनेसनल स्टुडेन्टलाई चाहिँ एकदमै फिल भएको के हुन्छ नि इन्टरनेसनल स्टुडेन्टलाई चाहिँ वास्तवमा भन्नुपर्दा इन्टरनेसनल स्टुडेन्टलाई चाहिँ सबैले देख्दाखेरि चाहिँ तपाईँले भन्नुभएको जस्तै सबैले देख्छ चाहिँ के देख्छ भने इन्टरनेसनल स्टुडेन्टलाई गाह्रो हुन्छ पैसा हुँदैन स्ट्रगल गर्छ होइन हुन्छ तर भित्र उनीहरूको मनमा पनि छुट्टै त्यो बाहेक पनि अरू नै पीडा पनि भइरहेको हुन्छ के पीडा हुन्छ भने मैले यो गर्न सकिनँ भने के होला होइन त्यसै मैले अघि नै भने तर प्रेसर हुन्छ यहाँ धेरै मैले अब कसरी डिस्क्राइब गर्ने है तर म किनभने त्यो फेजबाट म पनि गएको छु छटपट्टि हुन्छ राति निन्द्रा लाग्दैन मान्छे डिप्रेसनमै जान्छ जस्तो हुन्छ कहिलेकाहीँ घर परिवारसित उस्तै पनि गफ पनि गर्नु मन लाग्दैन किन गफ गर्ने न मसित पैसा छैन म आफूलाई यहाँ गाह्रो भइरहेको छ घरबाट फोन आउँछ के छ कसो छ कलेजको बारेमा सोध्छन् कामको बारेमा सोध्छन् पैसा कस्तो छ कसरी खाएको छस् कसरी बसेछस् के लगाएको छस् सबै कुरा त पर्फेक्ट भएको हुँदैन नि त अब भाडा तिर्यो भने गोजीमा 0 हुन्छ ब्यालेन्स अब आफूलाई मन लागेको कुरा पनि कहिलेकाहीँ त खान्छु भनेर खाने पैसा पनि हुँदैन मैले सोचिरहेको ठ्याक्क
जस्तै अस्ट्रेलियामा मेलबर्नमै भनौँ न अथवा अस्ट्रेलिया वाइड नै एनआरएन भन्ने संस्थाहरू छ होइन जस्तै जुनहरूले चाहिँ अब हामी नेपाली कम्युनिटीको लागि हो मलाई त विश्वास छ है जस्तो कुनै कुनै सहयोग होइन एक्सपेक्टेसन एउटा यो संस्थाहरूले यस्तो चाहिँ गरिदियो भने त्यस्तो छ कि खोइ अब मैले त्यो न्युजमा फाटाफुटा चाहिँ देख्छु एनआरएनले यो गर्यो त्यो गर्यो दिस एन्ड द्याट होइन म यसमा बिलिभ पनि गर्दिनँ मैले अहिलेसम्म त्यो एनआरएनबाट गएको पनि छैन म खोज्दा पनि खोज्दिनँ खोज्न पनि नपरोस् यसमा चाहिँ टोटली पोलिटिक हो क्या यो होइन कुनै कुनै संस्था पोलिटिक्स होला होइन तर मैले जान्न खोजेको के सायद अब एनआरएनलाई पनि यो कुरा पुगोस् होइन एनआरएनले आफ्नो पोइन्ट अफ भ्यूबाट चाहिँ हामीले कम्युनिटीलाई हेल्प गरिरहेछौँ कम्युनिटीलाई केही गरिरहेछौँ भन्ने उनीहरूलाई होला होइन छ होला गरि पनि रहेको छन् अब किनभने नेपाली गभर्मेन्ट होइन नेपालको गभर्मेन्टलाई एउटा संवाद डायलग गर्न सक्ने अफिसियल रिप्रेजेन्टेटिभ त एनआरएन नै हो नि त तर भनेको सायद अब इन्टरनेसनल स्टुडेन्ट अथवा जो टेम्पोररी भिजामा बसेकाहरूलाई एउटा एनआरएनले यस्तो गरिदिए भने चाहिँ अलिकति सायद हेल्प हुन्छ अथवा यस्तो यस्तो प्रोग्राम ल्यायो भने हुन्छ नि त किन नल्याएको भन्ने त्यस्तो केही छ फिल भएको दिवसलाई त्यस्तो अब गऱ्यो भने त धेरै कुरा छ नि गर्न सकिन्छ नि अब यो एनआरएनले चाह्यो भने उनीहरूले गरियो भने त अब खोइ अब यिनीहरू त जति पनि यसो पेजहरूमा हेऱ्यो भने पनि खालि उही अध्यक्षको को पनि त्यही गर्ने खालि त्यही बारेमा मात्रै देख्छु म है अब हुन त म आफैले राम्रोसित फलो नगरेको भएर पनि होला मलाई त्यस्तो राम्रो नलेज नभएको मलाई त खासै एक्सपेक्टेसन छैन यो हो यिनीहरूले चाहिँ खै आई हेभ नो आइडिया अबाउट दिस भनेपछि ओभरअल चाहिँ एज एन आउटसाइडर होइन एनआरएन भन्दा बाहिर हो नि त दिवस त होइन एनआरएनको त्यो एनआरएनएको जुन बाहिर एज एन आउटसाइडर खासै देखिने कुरा केही गरेको छैन होइन म त आउटसाइडर हो ठिक भन्नुभयो अब खै त के देखेको त नि मैले म पनि त 4 वर्ष 5 वर्ष भयो म पनि नेपाली नै हो म चाहिँ बरु गेट टुगेदरहरूमा नेपालीहरूको गेट टुगेदरमा एउटा सानो कम्युनिटीले गरेको प्रोग्रामहरूमा म पनि इन्भल्भ भएको हुन्छु होइन नै मैले चाहिँ त्यस्तो देखिने एनआरएनले यो गर्यो होइन दिस इज फर इन्टरनेसनल स्टुडेन्ट दिस इज फर नेपालिज कम्युनिटी भनेर गर्व गर्नुपर्ने छाती फुलाउनु पर्ने त्यस्तो चाहिँ मैले आजसम्म देखेको छैन भनेपछि त्यहाँ चाहिँ अलिकति एनआरएनले गफको कुरा काम गर्नुपर्ने काम अब कसरी हुन्छ यस्तो नि त अब एनआरएनए भनेको त भनौँ न अब चाहिँ ठुलै सस्तै हो नि त होइन ठुलो सस्ता हो नि त थाहा छ मलाई एनआरएनको बारेमा तर म चाहिँ त्यो बाटो नगएको भएर मात्रै मलाई चाहिँ त्यो बारेमा क्युरियोसिटी नभएको भएर मात्रै मैले चाहिँ तिनीहरूको बारेमा जान्न बोल्न नचाहेको तर त्यो चाहिँ ठुलै सस्ता हो नि त अनि अब यो त तपाईँको त अस्ट्रेलियामा मात्रै होइन यो त अब वर्ल्ड वाइडमै प्रत्येक कन्ट्रीमा हुन्छ क्या होइन अनि यिनीहरूको त इलेक्सन हुँदाखेरि त आइरहेको हुन्छ त फेसबुक पेजमा टिकटकमा युट्युबमा पुरै दौडाइरहेको हुन्छ त त्यत्रो चाहिँ प्रचारबाजी हुन्छ दुनियाँ दिवाना हुन्छ इलेक्सनको बेलामा अनि बाँकी रहेको वर्षभरि चाहिँ के गर्छ त यिनीहरूले आफ्नो चाहिँ त्यो जुन त्यो इलेक्सन सकेपछि सबैजना आफ्नो पोस्टमा पुग्छ अनि त्यो संस्थाले चाहिँ के गरेको हुन्छ खोइ त म 4-5 वर्ष बसेँ केही त देख्दिनँ त्यो कुरामा चाहिँ अलिक काम गर्नुपर्ने देखियो होइन एनआरएनले गरोस् भन्छु म त गरोस् न गरोस् देखाओस् अनि हामीलाई पनि त ट्रस्ट हो नि त ओ होइन मलाई केही दुःख पर्दाखेरि हामी त यहाँ पो जान पर्दो रहेछ है यस्तो यस्तो मान्छेहरू सम्पर्क गर्नु पर्दो रहेछ त्यो त उनीहरूले जगाओस् न यहाँ दुःख परेछ पीडा भएछ ल साथी मेरो भाडा तिनी पैसा छैन पैसा दे भनेर अर्कोलाई फोन गर्नु परेछ मलाई घरबाट निकालिदियो 1 हप्ता तेरोमा बस्न दिएन म म्यानेज भएपछि सर्छु भनेर चाहिँ भाइ बहिनीहरू चाहिँ लगेज लिएर दौडादौडी गर्नु परिरहेको छ त उनीहरूले त एउटा कुनै प्रोग्रामहरू लिएर आउने होइन त्यस्तै इन्भाइरोमेन्ट बनाउने जबकि त्यस्तो दुःख पर्दाखेरि चाहिँ हाम्रो कम्युनिटी चाहिँ उनीहरूबाट चाहिँ जाओस् न त्यो गर्नु पर्यो नि त उनीहरूले म चाहिँ त्यो भन्छु है अनि नेपाल मिस हुन्छ कि हुँदैन त दिवस हुन्छ हुन्छ नेपाल मिस हुन्छ आफ्नो मातृभूमि कसलाई प्यारो हुँदैन है अनि अहिले भनौँ न 4-5 वर्ष मेलबर्न बसिसक्यो होइन अस्ट्रेलिया बसिसक्यो अब अहिले करेन्टली नेपालमा चाहिँ नेपाल गयो भने घुम्न मन लागेको ठाउँ कुन छ त
हाम्रो त म प्राय ठाउँहरू त घुमेकै छु म गएको छैन भने म माउन्टेन्स एरियातिर चाहिँ गएको छैन अबको चाहिँ बकेट लिस्टमा माउन्टेन एरिया त्यही बकेट लिस्टमा चाहिँ त्यही नै गर्छु होला अब चाहिँ किनभने म तराईमा जन्मेको होइन तराईमा जन्मेको भएर अब तराईको सबै पार्टहरू लगभग घुमेकै छु हिल्स एरियामा पनि गएकै छु तर म माउन्टेन टप पार्टमा चाहिँ गएको छैन अबको बकेट लिस्टमा चाहिँ माउन्टेन एरिया नै हुन्छ होला हजुर नेपालमा कसलाई फलो गर्छौ कुनै सेलिब्रिटीहरू फलो गर्छौ युट्युबर अथवा अहिलेको इन्फ्लुएन्सरहरू जसले चाहिँ एक्चुअलमा इम्प्याक्ट पारेर आएको छ होइन केही कन्ट्रिब्युट गरेर आएको छ जस्तो भने कोहीलाई फलो गर्छौ मलाई मनपर्ने भनेको हालको लागि चाहिँ मलाई बालेन हो हजुर हाम्रो प्राइम मिनिस्टर बालेन चाहिँ मलाई एकदम मनपर्छ हो के मनपर्छ टिल डेट है आजसम्म चाहिँ मनपर्छ अब भोलि अब चाहिँ त्यस्तो के भएछ भने मान्छेको मनै त हो मान्छेको चेन्ज जतिखेर नै हुनसक्छ तर आजसम्म चाहिँ बालेन पहिला मन पर्थेन प्राइम मिनिस्टर भएपछि अहिले मन पर्न थालेको छ ठिकै छ अब हेरौँ हो हजुर ठिक छ भनेपछि एक्साइटिङ छ अब नेपाल चाहिँ केही हुन्छ जस्तो छ। त्यही त मैले भनिहालेँ नि हाम्रो न्युजहरूमा देख्छु गरेको कामहरू यताउता अनि जुन यो चाहिँ हाम्रो बालेन सरकारले चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू चाहिँ थालनी गर्न लाउनु भएको छ अरे भन्ने सुनेको छु कस्तो भयो ओभरअल फर्स्ट टाइम यसरी बसेर आफ्नो मनको कुरा राख्न पाउँदा नर्भस प्लस एक्साइटेड रमाइलो हुन्छ है? रमाइलो हुन्छ यसमा भ्युज गयो भने फेरि आम्दानी गर्छ ल ल ल थ्याङ्क यू दिनुहोस् है त। ओके हस् धन्यवाद